ल फाइनली साथी हो दुईटा परिसकेको छ हाम्रो दुईटा हामीले यस्तो लाइन लागेर पो के अरे माछा जित्दैछ नि गाइस ल दुईटा परिसक्यो हाम्रो ल फाइनली अघि पाइसक्यो ल हेरे माछा त साथी हो ल यसरी पारिन्छ साथी हामी कोरियामा चाहिँ Hello, this is from South Korea. Now we are enjoying in sea. We are not getting fish. सबै त कहाँ पर्छ त नि टायरले बलि ल्याउँछ त्यो हामीहरु भन्दा खै हेरौँ ल हेरेमै साथी हो फाइनली माछा परिसकेको छ होइन यसले पारेको कि माछाले पारेको के ल जिको त ल हेरेमै गाइजहरू हामी चाहिँ माछा अब चाहिँ रेडी गर्दैछौँ है फुकेर सबै यो गिल्सिल्स फाल्ने होइन टक्क आन्द्राबुढी फालेर चाहिँ रेडी गर्ने यहाँ पोल्दै हुनुहुन्छ यहाँ साथीहरूले अब यो चाहिँ फेरि छुट्टै पकाएर खाने हो ल यस्तो छ है आजको हाम्रो चाहिँ साथी हो ओके नो प्रब्लम पकाइहाल्छु म ल यता पनि छ फेरि हाम्रो यो चाहिँ कोरियाको ग्यास हो होइन यसलाई टक्क बुकेर यसरी बुकेर हिँडेर ग्यासको फेरि चाहिँ हेर्नु साथी हो यत्रो मात्रै नि ग्यास चाहिँ फेरि जम्मा 2 साग पकाउनु मात्रै मिल्छ यसले चाहिँ फेरि ल यस्तो छ है साथी हो हाम्रो चाहिँ रमाइलो आजको सटरडेको रमाइलो चाहिँ यस्तो छ है हाम्रो गोविन्दले चाहिँ अति 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 रमाइलो ल गाइज आज चाहिँ एकदमै ह्याप्पी सटरडे नै भयो ल आज चाहिँ हेलो गाइज ल हेर्नुहोस् है साथी हो आज चाहिँ हामी छुट्टीको दोस्रो दिन सन्डे समुद्रमा आएर माछा मारेर चाहिँ यहाँनिर अलरेडी बनाइसकेको छु अब चाहिँ यो काट्ने कार्यक्रम छ ल हेऱ्यो साथी हो सप्तकोशीको माछा भन्दा चाहिँ फेरि कमी छैन नि ल हेरेमै गाइज हाम्रो चाहिँ यहाँनिर माछा कटिङ भइरहेको छ यो त एउटा भिडियोमा देखाउँथ्यो के ल यहाँ हाम्रो पिस चाहिँ हेर्नु न एकदम दामी छ पिस फेरि माछाको पिस चाहिँ सुरज भाइ चाहिँ के हो अनि यार माछा काट्न छोडेर के हो तिमी चाहिँ अनि हेरिदिने मात्रै त्यस्तो राम्रो काटेको हरिले हो बा दारु लिँदा नि हुन्छ एउटै ल्याऊ ओ सुरज खै दारु एकदम देखाउँछु हो दाइ हाम्रो त स्पेशल कुकम्यान चाहिँ हाम्रो सागर दाइ हुनुहुन्छ एकदम बबाल बनाउनुहुन्छ एकदम मिठो बनाउनुहुन्छ उहाँले चाहिँ तर अलि डिस्टर्ब चाहिँ हरिदाईको बमले गरिरहेको छ हामीलाई त्यहीले त मरेको त ओ गोविन्द बनाऊ त गोविन्द सागर दाइको त राम्रो आजै बनाऊ न